Hello guys, welcome to my new vlog. हामी चाहिँ अहिले फ्री फायर अन गर्दैछौँ। नमस्ते गाइज, मेरो चाहिँ न्यू भ्लग हो। यो चाहिँ मेरो न्यू भ्लग हो। म चाहिँ अलिक बाहिर ठाउँमा खेल्छु। अन्डरस्कोर फेरि घट्यो गाइज, हेर्न सक्नुहुन्छ। जस्तै लाग्यो मलाई अन्डरस्कोर घट्यो भनेर। म चाहिँ भर्खर 31 लेभल हो। मगर गिल्ड हो, गिल्ड चाहिँ म 87 पुग्यो। फेरि दिदी भयो नि गाइज। अब सबैजनाले मेरो भइसक्नु भएको छ भने सब्सक्राइब हानिदिनु होला, लाइक एन्ड सब्सक्राइब। यहाँ चाहिँ धेरै मसँग ठाउँ चाहिँ छैन कि अहिले राख्छु म। ल गाइज, ओके गाइज, लाइक एन्ड सब्सक्राइब मम्मी होला नगर्नु। अलिक हल्ला चाहिँ हुन्छ गाइज। या गाइज, अब 3 म्याच भन्नु पाउँदिनँ। एक राउन्ड चाहिँ जित्नु सक्छु म जस्तो लाग्यो। जित्छ होला सायद, खेले नै अलिक हल्ला हुन्छ क्या हाम्रो क्या आजको भनेको यो एक राउन्ड भनेर अलिक हल्ला हुन्छ। सरी गाइज, मेरो स्टुडियो छैन, म बाहिरै यतिकै बसेर खेल्छु। यो चाहिँ मेरो पब्लिक यहाँनिर हो। अलिक माइन्ड नगरिदिनु होला यो भोइसहरू, प्लिज माई फ्रेन्ड। अहिले म डार्क ओरा लाउनु सक्छु। गाइज डार्क ओरा प्यानल चाहिँ अहिलेको नयाँ प्यानल हो। त्यो नि रियल प्यानल चाहिँ आएको छैन। कहाँ लुक्यो? त्यता आए जस्तो लाग्यो मलाई चाहिँ। कहाँ गयो यो? Yeah guys, जित्यो। पम ललिपप पम। हाम्रो चाहिँ मेला लाग्न आँटेको छ, त्यही भएर गीत चल्दैछ। अलिकति सुन्नु भएको होला सबैजनाले। लास्ट एक राउन्ड दिन सक्दिनँ मैले। केसरिया तेरा नाम बता ले। सरी गाइज, यो चाहिँ मेरो
हातमा आउँदिन है गाइस Good. The Yagami's name बाई will बाई live on. गाइस अब लाइक एन्ड सब्सक्राइब ठोकिदिनु होला प्लिज प्लिज प्लिज